कम छ साथीहरू माई मिनी ब्लगमा। आज चाहिँ म चाहिँ कोदो रोप्न गएको आन्टीकोमा। अनि आन्टी म भएर चाहिँ बिउ काटिरहेको थियौँ। अङ्कलहरूले उता मेला बनाइराख्नु भएको थियो। अनि त्यसपछि खाजा खाने बेला खाजा खाएर फेरि पनि कोदो रोप्न सुरु गऱ्यौँ। अनि अङ्कल आन्टी भाइ बहिनीहरूलाई सबैलाई चाहिँ मैले अघि लगाएर काँक्रा चोर्नको लागि मैले हेरिरहेको थिएँ। अङ्कलहरूलाई आन्टीहरूलाई चाहिँ जानुहोस् मेरो काम छ भनिरहेको थिएँ। म चाहिँ काँक्रा चोर्न पछि बसिरहेको। अनि हेर्दै जानुहोस् न काँक्रा। अनि आन्टीहरू माथि पुगिसक्नुभयो। त्यसपछि चाहिँ म काँक्रा चोर्न झरेँ। अनि हेरिरहेको कति यता काँक्रा फलिरहेको छ भनेर। अनि सबै सानो सानो थिएँ। अनि हेरिरहेर कुन्टी लागिरहेको थियो। त्यसपछि चाहिँ मैले काँक्रा अलि ठुलो चाहिँ टिपेँ। अनि यति खुसी लागेको थियो कि चोरेको काँक्रा टिप्दा पनि। तर काँक्रा टिपेर मैले लुकाएर फेरि म पनि कोदो रोप्न गएँ। साथीभाइ।